2082 साल वैशाख 1 गतेको दिनको अवसरमा सम्पूर्णलाई नयाँ वर्षको शुभकामना। साथसाथै 2082 सालको वैशाख महिनाको पहिलो दिन नाम्चीको वातावरण यस्तो छ हैन। माथि हिउँ परिरहेको छ हैन, मक्कै हिउँले छोपेको छ हिमालहरूलाई हैन। कङ्ग्रेमा ल्याउने त्यसरी नै पढेछ किनभने यो स्याङबुजे एयरपोर्टमा चाहिँ हेलीले सामान ल्याएको छ। पक्कै पनि हेलीले त्यसमा चाहिँ अब काठहरू अनि सिमेन्ट्री रडहरू ल्याएको हुन्छ स्याङबुजे एयरपोर्टमा। यो स्याङबुजे एयरपोर्ट चाहिँ संसारकै उच्च स्थानमा रहेको एयरपोर्ट हो। यो चाहिँ सोलुखुम्बु जिल्लामा अवस्थित छ। ठिक छ ल, राम्रोसँग घुमेर आउनुहोस्। दाना सिन्नपछि नाम्चीको पहिला पुरानो घरहरू होइन, धारो यसो राखिरहेको छ। पहिला पुरानो घर डिजाइन यसरी बनाएको छ नाम्चीमा। अब काठहरू कत्रो लगाएको छ होइन, कुन तरिकाले लगाएको छ हेर्नु सक्नुहुन्छ। अहिलेसम्म धरै छ। यो पहिला एकदम पुरानो घरहरू हो नाम्चीको। अब ताल चलाउने यसरी बनाएको छ पहिला। यहाँ यसो सामान यसरी पाइएको हुन्छ। ज्यालहरू आकारहरू हेर्नु। अब यो ढुङ्गा राख्ने कारण चाहिँ यो माथि पानी पर्दाखेरि तप्कन चाहिँ तल काठमा नपर्छ राखेको। उहाँलाई पनि कन्सेप्ट छ कि पहिलाकोलाई नि। त्यो बेला यहाँ कुनै पनि प्राविधिक कुनै पनि इन्जिनियर थिएन नि त। त्यति बेला उहाँहरू यतिसम्म चाहिँ नेपाली कन्सेप्ट होइन, मेरो मतलब पुर्खाहरूको कन्सेप्ट यतिसम्म छ, यतिसम्म सोच छ कि उहाँहरूको ज्यालो हेर्नु त। अब त अहिले पो फोल्डिङमा पहिला कसरी बनाएको छ उहाँले। एकदम पहिला कुरालाई नै अलिकति बदलेर अहिले थोरै केजी बनाएको मात्रै हो जस्तो लाग्छ मलाई चाहिँ। अन्त ज्यालो त्यहाँ हेर्नुहोस् अलिकति पहिला घरको रेस्टरुमहरू अहिले टोयलेट शौचालय अन्त चर्पी त्यो घरमा राखेको गाई दिने घाँस सागसब्जीहरू को जुत्ता धुनुहुन्छ उहाँ धुनुहुन्छ। चस्मा लाएर को जुत्ता धुनुहुन्छ उहाँ धुनुहुन्छ। जुत्ता ओरिजिनल त हो। आफूलाई खुट्टामा लाउँदा कुन सहज हुन्छ, कुन सजिलो हुन्छ त्यो लाउने हो नि। मलाई त्यो लाग्छ है। फेरि पनि पूर्णखुम्बुको स्याङबुजे एयरपोर्टमा चाहिँ हाम्रो ठुलो हेलीले सामान ल्याएको छ। अब यसमा चाहिने फलफुलहरू भयो। फलफुल ल्याउने भने फलफुल ल्याउँछ। आर्मी आएपछि पछि जान्छ हेली। अघि त्यहाँदेखि यसमा 2टा 3टा त छ यसमा। विदेशी चाहिँ पानी हालिदिन्छ। अब नेपाली भएको भए यस्तो बच्चाले कसले हालिन्छ हुन्छ।
हेली मार्फत पनि सामान वसर पसल गरेको छ होइन अनि कचर मार्फत पनि जोटपे मार्फत पनि मान्छे मार्फत पनि ती पनि पुगेको छैन दुई फ्लाइटहरू छ किन देखिँदै पुग्छ फुलाङ फुलाङ अनि त्यो बसोलाई चेङ्गु बसो भनेको चाहिँ नेपाली भाषाबाट नेपाली भाषा दुईले भन्छ चेङ्गु पनि भन्छ खटम्बो चेङ्गु त्यो रहेछ न धोनी कप्तान कप्चे सो सबैलाई आगे मान्छेहरूलाई आज सोच्छ यो नाम्चेको पहिला नमोजे है त रोटी चाहिँ खानुपर्छ जौँ यसरी राख्नुपर्छ यसरी बनाउनुपर्छ है ठिक छ नि दिदी नलाई मिठो बनाएछ ल पानी मुखमा पानी भारी डोकोमा बोकेर नफेरि चाहिँ अब सामान्य पानी परेर छैन चाहिँ नयाँ वर्षमा पानी परेको छ प्रसिद्ध लेक पुरुष म चाहिँ नाम्चेमा छु अनि चाहिँ नाम्चे गुम्बा हो यहाँबाट चाहिँ अङ्कल चाहिँ बाटो राम्रो गर्न सक्यो होइन पुरानो गरेर पनि डिजाइनहरू मनिपुर रहेछ होइन नेपाल बङ्गाल इन्भेस्टमेन्ट पनि छ एउटा एटिएम मेरो आइफोनको चार्जर टिपेको छु त्यो यहाँ आएर किनेँ मैले यहाँ आएर नम्बर किनेको छु टोपी चाहिँ यो नाम्चेमा 22 ml लिएको मोबाइल छ बैंक स्टार्ट गर्ने बेला यो भिडियो स्टार्ट गरेको ल यो नाम्चेको रातिकालीन अवस्था छ है नाम्चेको रातिकालीन अवस्था माने पनि ल बच्चा घुमिरहेको छ
त्यो नाम्चीकोलाई पनि नाम्चीको मिलको पानीको होइन अनि उनीहरूको कुवाबाट चाहिँ बनाउन आनेलाई चाहिँ त्यसलाई चाहिँ बसोबास गरेर बनाएकै छ अनि नाम्चीको रात्रिकालीन नाम्चीको रात्रिकालीन अवस्था चाहिँ हाम्रो पनि Nah,